म विशेष गरेर आज 36 वर्ष बादमा आफ्टर 36 इयर्स बादमा आज मसँगै पढेका मेरा समकालीन मित्रहरूसँग मेरो भेट भयो, जो हामी यही बिल्डिङको यही क्लासरुममा हामी जियोग्राफी डिपार्टमेन्टमा थियौँ र धेरै अब भावुक पनि बनेको छु। धेरै खुसी पनि लागेको छ कि यही कलेजमा पढेर आज यही कलेजको 78औं स्थापना दिवसमा एउटा मुख्य अतिथिको रूपमा आउनु पाउँदा योभन्दा खुसीको कुरा केही पनि होइन। सर, आज स्टुडेन्ट होइन सिएम भएर आउनु भएको छ नि त, अनि स्कुलको दिनहरूलाई कसरी सम्झनुहुन्छ यहाँबाट? म विशेष गरेर आज विशेष गरेर कलेज परिवारको तर्फबाट अनि पूर्व विद्यार्थी सङ्घको तर्फबाट जुन मैले निमन्त्रण पाएँ है, उहाँहरूले मलाई हुनु त निमन्त्रण दिनुको पछि मुख्यमन्त्रीको रूपमा उहाँले मलाई निम्तो दिनुभयो, तर म आज मुख्यमन्त्रीभन्दा बढी म एउटा पूर्व विद्यार्थीको रूपमा आज म छु र मलाई त्यही दिनहरू आज याद आउँछ र त्यो खुसीको दिनहरू याद आउँछ अनि त्यही हाम्रो समकालीन साथीहरूसँग बितेको समयहरूको याद आउँछ र आज म यो कलेजमा म मुख्यमन्त्रीभन्दा बढी पूर्व विद्यार्थीको रूपमा छु। आज तपाईँले यहाँ ब्रेकफास्ट गरिरहनु भएको थियो है, तर कलेजको क्यान्टिन सन्चै तपाईँ क्यान्टिनमा गएर चाहिँ के खानुहुन्छ? त्यति बेला सबभन्दा फेमस थियो यहाँको आलु चिउरा, आलु चप अनि अन्डा बन, त्यही कुराहरू थियो। र दुईटा बेस्ट मेमोरी त यहाँको साथीभाइसँग हिँड्दाखेरि त्यही हो, कलेजमा जाने। अहिले त अब नाइटिङ्गेल पार्क भनिन्छ, पहिला सरुबारी भनिन्थ्यो, जति बेला हामी जियोग्राफी डिपार्टमेन्ट गएर सर्वेहरू गर्ने र त्यो क्षणहरू अनि उहाँहरूसँग घुमेका, उहाँहरूसँग विशेष गरी जियोग्राफी विषयमा कुराकानी गरेको क्षणहरूलाई याद आउँछ। आज विभिन्न राज्यका मन्त्रीहरू पनि हजुरहरू यहाँ उपस्थित हुनुहुन्छ अनि पोलिटिक्सदेखि बाहिर हजुरहरू यहाँ खडा हुनुभएको छ विद्यार्थी भएर, अनि सबै मिलेर कलेजलाई आउने दिनमा अझै के माइलखुट्टी खडा गर्नुहुनेछ? विशेष गरेर हामीले पढेको कलेजहरूलाई स्कुलहरूलाई कहिले पनि बिर्सिनु हुँदैन, किनभने हामीले यही कलेजहरूबाट धेरै कुराहरू सिकेर आज हामीले आफ्नो जीवनमा हामीले प्रयोगमा ल्याउँदैछौँ अनि यही कलेजले हामीलाई सेभ पनि गरेको छ। हाम्रो जिम्मेवारी हामी कसरी निभाउनु पर्ने यही कलेजबाट धेरै कुराहरू सिकेको छौँ। त्यसले गर्दाखेरि हामीले आफू पढेको कलेज है, जहाँ गएर पनि कलेज होस् या स्कुल होस्, कसैले पनि भुल्नु हुँदैन। केही न केही आफ्नो क्षमता अनुसार योगदान गरे भने बढिरहेको। विद्यार्थीहरूलाई भेट्नुभयो तपाईँले है, तपाईँ एउटा भन्नुभयो तपाईँले ओल्ड एलुमिनाई भएर आउनु भएको, उनीहरूले विद्यार्थी भएर आउनु भएको, एज अ सिएम अथवा एलुमिनाई ती भाइ बहिनीलाई तपाईँ अन्तिममा के सन्देश दिन चाहनुहुन्छ? म विशेष गरेर म 36 वर्ष अगाडि यो कलेजमा पढेर एउटा पूर्व विद्यार्थीको रूपमा आज छु भनेदेखि अहिले जति पनि प्रेजेन्स हाम्रो नानीहरू छन् आज यस कलेजमा पढ्नु हुँदैछ, कोही फर्स्ट इयर होला, कोही सेकेन्ड इयर होला, कोही थर्ड इयर होला, कोही फोर्थ इयर होला, तर उहाँहरू पहिलाको हाम्रो जुन हामी पढ्दाखेरिको जुन स्थिति त्यो आज छैन। धेरै सुविधाहरू छ है, त्यति बेला सुविधाहरू थिएन। त्यति बेला हामीले कहीँ पनि खेल्नु पऱ्यो भने त्यति बेला हाम्रो समयमा त चुङ्गी मात्रै थियो भने आज त्यस्तो फेसिलिटी धेरै छ। त्यही कुराहरूलाई लिएर अनि आफू कसरी अगाडि बढ्नुपर्ने त्यो कुराहरूलाई लिएर अगाडि बढ्नुपर्छ अनि जीवनमा ठोकर त खानु नै पर्छ, बाहिर निस्किनु नै पर्यो, तब मात्रै हामी आफ्नो डेस्टिनेसन पुग्न सक्छौँ। र म विशेष गरेर सम्पूर्ण कलेजका विद्यार्थीहरूलाई यही सन्देश दिन चाहन्छु कि तपाईँहरू सरकारी महाविद्यालयमा पढेर केही गर्नु सक्दैन भन्ने तपाईँले कहिले पनि नसोच्नुहोस्, किनभने यो कलेजबाट धेरैजना आइएएस, आइपिएस, आइएफएस, डब्लुबिसिएस, एसपिएससीबाट सिक्किम है विभिन्न राज्यबाट अनि धेरै पोलिटिसियनदेखि लिएर धेरै समाजसेवकहरू पनि सेवीहरू पनि है जन्म दिएको छ भनेदेखि केही न केही गर्न सकिन्छ, त्यो आफूमाथि छ। थ्याङ्क यू सो मच।